प्रशासन क्षेत्रमा काम गरिरहनुभएका कमलराज ओली सरलाई आफ्नो परिचय राखिदिनको लागि अनुरोध गर्न चाहन्छु। धन्यवाद प्रवीण सर। सबैभन्दा पहिले यो कक्षादेखि करियरसम्मको आत्मनिर्भर सम्मेलन यो आफैमा अत्यन्तै उत्कृष्ट कार्यक्रम हजुरहरूले सुरु गर्नुभएको छ। यो अवधारणाको लागि आत्मादेखि नै हजुरहरूलाई धन्यवाद भन्न चाहन्छु। मेरो नाम कमलराज ओली हो। घर ए गङ्गादेव गाउँपालिका वडा नम्बर 2 घोर्नेटा हो। म अहिले भर्खरै भदौको 5 गतेदेखि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना लिबाङमा कार्यरत छु। यो नायब सुब्बाको रूपमा। योभन्दा पहिले म जनताको तटबन्ध कार्यक्रम लमहीदाङमा थिएँ। त्यो कार्यक्रम चाहिँ सरेर अहिले रूपान्तरण भएर रोल्पा आएको छ। त्यो कार्यक्रमसँगै म पनि रोल्पा आएको छु। म त्यति धेरै पढे लेखेको छैन। पढाइ डामाडोल पारेको छु, मतलब बिगारेको छु। निरन्तरता दिन सकेको छैन। म पढाइमा त्यति अब्बल खालको मान्छे पनि होइन, जेनतेन जबरजस्ती पढेको मान्छे हुँ। म चाहिँ अरूले पढ भन्दाखेरि नै हुन्छ त भनेर पढ्दिएको मान्छे हुँ म। त्यसले गर्दाखेरि मैले आफ्नो रुचिले अहिलेसम्म पढेको केही पनि छैन र त्यति धेरै पढेको छैन। मैले एसएलसी, हाम्रो पालामा एसएलसी हुन्थ्यो, नाउली स्कुलबाट एसएलसीसम्मको अध्ययन गरेँ। त्यसपछि इन्डिया गएँ र 6 महिना बसेर त्यो अर्को वर्ष पढ्ने पैसा कमाउन बाध्य भएर 6 महिना माथि किन्नौर जिल्ला थियो हिमाचल प्रदेश, त्यहाँ गएर 6 महिना पढेर 21,000 रुपियाँ ल्याएर फेरि सानोठिमीमा आउँदाखेरि सानोठिमी भक्तपुरमा फर्म लगाइदिनु भएको थियो र मैले त्यहाँबाट आइएट साइन्स पढेँ। आइएट साइन्सको दोस्रो वर्ष पढ्दा पढ्दै म काभ्रेको नयाँ गाउँ गाविसमा गएर एउटा बोर्डिङमा पढाउन थालेँ। मेरो पहिलो तलब 1300 रुपियाँ थियो। 1375 रुपियाँ मैले पहिलो तलब पाएको थिएँ। त्यहाँ 3-4 महिना पढाएर फेरि आएर 12 है, त्योभन्दा आइएट दोस्रो वर्ष भनिन्थ्यो। त्यसको इक्जाम दिएर 65-63 को आन्दोलन भइसकेपछि म रुकुम पढाउन गएँ प्रस्तावित माविमा। त्यो बेलामा उता शिक्षक चाहिएको, मलाई जागिर चाहिएको र कम पैसाले पढाइदिने मावि पढाउने भनेपछि हुन्छ त जाउँ न भनेर म त्यहाँ गएर 5 वर्ष माविमा पढाएँ। शैक्षिक योग्यता आइएट पनि त्यो वर्ष म फेल भएको थिएँ। फिजिक्स र केमिस्ट्री दुईटा लागेको थियो सेकेन्ड इयरको, अनि त्यो पढाउँदै गर्दा त्यो पनि कटाइयो र 5 वर्ष मैले 19 वर्षमा जागिरी भनेको मास्टर भएको। म मास्टर भन्न रुचाउँछु आफूलाई। त्यो बेलाको चाहिँ 19 वर्षदेखि 24 वर्षसम्म मैले त्यहाँ पढाएँ। म साँच्चै राम्रो मास्टर थिएँ। फेरि मैले पढाउनमा चाहिँ कन्जुस गरिनँ, मैले त्यहाँ ठग्ने काम चाहिँ गरिनँ। मलाई धेरैले मन पराउनुहुन्थ्यो, मैले पढाएको विद्यार्थीहरूले पनि मलाई राम्ररी मान्नुहुन्थ्यो। साइन्समा मास्टर थिएँ। त्यसपछि म त्यहाँ हुँदै 2068 सालमा यो खरिदार पाठ्यक्रममा साइन्स र म्याथ पनि समावेश गर्ने भन्ने कुरा आइसकेपछि पाठ्यक्रम हेर्दाखेरि नै लौ त यो म पनि सक्छु कि जस्तो लाग्यो र 100 पूर्णाङ्कको त्यो आउँथ्यो। बाँकी धेरै कुराहरू आउँथे। किताब किनेर मैले 1 वर्ष स्वअध्ययन गरेर खरिदारको इक्जाम दिएर फेल भएँ। त्यसपछि अर्को वर्ष जागिरी छोडेर काठमाडौँ गएर ट्युसन पढेँ। त्यसपछि फेरि मधेस आन्दोलन भयो, त्यही वर्ष घोराइ आएँ। घोराइमा पनि पढेँ र 69 सालको माघमा म खरिदारमा नियुक्ति भएको हो। 1 वर्ष फेल भइसकेपछि अर्को वर्ष र त्यसपछि मैले जनकल्याणी क्याम्पस थारमारेबाट राजनीति शास्त्रमा गरेको छु, ब्याचलर गरेको छु जेन तेन। बाँकी त अरू ज्ञान सिपहरू कहिलेकाहीँ थोरै गीत गाउँछु, कहिलेकाहीँ 1-2 कविता लेख्छु। मैले गोप्यमा गीतहरू बेच्ने पनि गर्छु। 2-4 हजार दिन्छ है, मेरै नाम लेख्नुपर्छ भन्नुहुन्छ, हुन्छ त मलाई पैसा चाहिएको छ, तपाईँलाई गीत चाहिएको छ भन्छु। 2-3 हजार मैले धेरै 7,000 सम्म गीत बेचेको, 7,000 रुपियाँ धेरैवटा गीत बेचेको छु। मैले 8-9वटा गीत पनि बेचेको छु। त्यो गोपनीयताका कारणले उहाँहरूको त यो गीत चाहिँ नभनौँ होइन। म कहिलेकाहीँ थोरै गीत गुनगुनाउन पनि मन गर्छु। अनि सर, हजुरले म खासै पढाइतिर इन्ट्रेस्ट नराख्ने र जागिरतिर खासै इन्ट्रेस्ट नराख्ने
अरूले चाहिँ कसैको लागि पढ्दै जागिन खाइदिएको भन्ने खालको भयो। हजुरलाई त्यो पढ्नुपर्छ भनेर अलि प्रेस गर्ने अथवा प्रेरणा दिने मान्छे को हुनुहुन्थ्यो? यहीँनिर क्वेसन सोधौँ। सबैभन्दा पहिला चाहिँ म कक्षा 6 म पढ्दाखेरि म त्योभन्दा हजुरले धेरैलाई पनि थाहा छ, म एकदमै निम्नवर्गीय परिवारबाट यहाँ उपस्थित भएको छु। म हजुरहरूले भने जस्तै भन्दा पनि तल्लो वर्गको मान्छे हुँ। मैले 6 क्लासमा पढ्दाखेरि घरमा ढिँडो पाकेको थियो र मैले ढिँडो खान मन नगरेपछि थोरै खाएँ। खाना त खान्थेँ मैले, थोरै खाँदाखेरि आमाले यो किन थोरै खान्छ, यो नागा छोरो, पछि भारी बोक्नुपर्छ, यसले कसरी यति खाएर यो कमजोर हुन्छ, कसरी भारी बोक्छ भन्ने आमाले शब्द भनिसकेपछि मैले यो भारी बोक्न त बहुत गाह्रो काम हो, पढ्न चाहिँ पर्छ है भन्ने त्यहाँनिरबाट सोच त आयो। तर जब यति कमजोर थियो कि मलाई एबिसिडी पनि 6 क्लासमा आउँथेन। अनि त्यो बेलाबाट पढ्ने सोच भएर बिस्तारै बिस्तारै मैले जबलाई बलियो बनाउँदै गएर 8-9 क्लाससम्म चाहिँ विषय लागेर पास हुनेसम्म चाहिँ भएको थिएँ। अनि कक्षा 9मा गइसकेपछि यहाँबाट हाम्रो कुलबहादुर ओली दाई पनि 9 क्लासमा जानुभयो। त्यसपछि 6 क्लासमा ललित हुनुहुन्थ्यो, बित्नुभयो। उहाँ एकदमै ट्यालेन्ट हुनुहुन्थ्यो। अनि त्यसपछि उहाँहरूसँग प्रतिस्पर्धा हुँदाखेरि मेरो माइला बुवाको छोरा निर्मल ओली दाई र शेरबहादुर मेरो फुपूको छोरा हुनुहुन्थ्यो, उहाँहरू त्यही स्कुलमा टिचर भएर आउनुभयो। शेरबहादुर डाङ्गी जो अहिले त्यहाँको हेडसर हुनुहुन्छ। भनेपछि उहाँहरूको प्रेरणाले हजुरले उहाँहरूलाई मैले जबरजस्ती मलाई पढाउनुपर्छ भने मैले राति सुत्न दिएन, बिहान सुत्न दिएन, गएर मलाई यो सिकाउनु, मलाई आउँदैन, मलाई जान्नु छ भन्ने। अर्को मुख्य कुरा चाहिँ म बिहान 6 बजे उठेर हाम्रो इन्द्रजेप झा सर हुनुहुन्छ, मलाई गएर मैले के सर मैले यो साइन्स, अब मलाई साइन्स भन्ने एउटा विषय हो, यति कुरा आउँछ, यो भित्र के छ मलाई थाहा छैन, हजुरले मलाई सिकाउनु, मलाई पढ्न मन छ भनेपछि उहाँले मलाई 9 क्लासबाट छुट्टै एक्लै मलाई क्लास दिनुभयो। 3-4 महिना पढेपछि मैले विज्ञानभित्र यो कुरा हुन्छन् भन्ने के अरे थाहा पाएँ र साइन्स त्यो डिक्सनेरी किनेर मिनिङ घोक्न लागेको 9 क्लासदेखि हो। म्याथमा त मलाई अहिले पनि एसएससीमा पनि 32 ल्याएर जेनतेन पास गरे, अहिले पनि म्याथकै क्लास लाग्छ। धन्यवाद। जो तपाईँको करियरको अनुभव र अनुभूति सुनाउनु भयो, कृपया अघि केही सुनाइसक्नु भएको छ, नदोहोरिकन फेरि सुनाइदिनु होला। धन्यवाद। मैले अघि भन्दै गर्दाखेरि यहाँ बसेका त्यो लक्षित वर्गका साथीहरूले अलिकति ध्यान दिनु होला भनेर मैले पटकमा चाहिँ पढाइमा त्यति अब्बल थिएन भन्ने कुरा गरेको थिएँ। यो एउटा भाष्य छ, निजामती सेवामा छिर्नको लागि अत्यन्तै ट्यालेन्ट हुनुपर्छ भनेर त्यतातिर हातै नहाल्ने एउटा जमात छ। तिनीहरूलाई लक्षित गरेर मैले होइन, एउटा लगनशीलता भयो भने पनि एउटा साधारण तरिकाको एउटा ठिक्कको विद्यार्थी पनि यसमा जान सक्छ भन्ने कुरा मैले दर्शाउन खोजेको हो। कक्षा 9मा जाँदाखेरि म थोरै कुरा जोड्छु, 5 मिनटभन्दा धेरै त पक्कै पनि हुँदैन, घरि हेर्नु होला, घन्टी बजाइदिनु होला, म समय सकभर पालना गर्नेछु। कक्षा 9मा जाँदाखेरि हामी 44 जना विद्यार्थीहरूबाट थियौँ, 44 जना विद्यार्थी थियौँ। त्यसमा 11 जोडीहरू हुनुहुन्थ्यो, त्यही क्लासमा बिए गर्नुभएको हुनुहुन्थ्यो। भनेपछि बिए गरेका ती बुढाबुढी नै विद्यालयमा हुनुहुन्छ। 44 जना मध्ये 11 जोडी चाहिँ त्यो क्लासमा हुनुहुन्थ्यो र मलाई पनि कति बेला बिहे गरौँ जस्तो लाग्थ्यो, एकदम सनक चरिहाल्थ्यो होइन। अब सबले बिहे गर्दाखेरि यो उमेर बिहे गर्ने उमेर हो, किशोर अवस्थाको कुरा हो। अनि त्यो बेलामा चाहिँ त्यो बाटो दलदल, त्यो त दलदलै हो नि त, त्यो बाल विवाहबाट माथि उम्कन मैले ठुलो सङ्घर्ष गरेको छु। त्यो मैले कतातिर आँखा लगाएँ भन्ने कुरा पनि मेरो घरमा आइसकेपछि, पिटाइ खाइसकेपछि मैले केटी हेर्न छोडेँ। मतलब केटी हेर्दै हिँड्ने खालको त थिएन, तर जुनले मैले एउटा क्रस हुन्छ, जसलाई म मन पराउँथेँ, सबैले बिहे गर्छन् त भने मैले पनि किन नगर्नु त, उसले माने पनि बिहे गर्छु भन्ने मेरो जुन सोच थियो, त्यो कुरा पनि अब हुन्छ नि त। अब मन पराएको मान्छेलाई धेरै हेर्दाखेरि घर यसले हेर्छ भन्दाखेरि, अनि त्यसपछि घरमा गाली खाइसकेपछि मैले त्यहाँबाट मेरो करियर चाहिँ युटर्न गएको हो। म कक्षा 9मा पहिलोचोटि 8बाट 9 क्लासमा जाने बेलासम्म म सधैँ 2 क्लासमा फेल भइयो। त्योभन्दा बिचमा जहिले पनि पछाडिबाट कष्ट हुन्थ्यो होला, विषय लागेर कोही कसरी पास भए त्यो पनि मलाई थाहा छैन।
र 8 क्लासमा जाँदाखेरि पढ्नुपर्छ भन्ने धारणा भइसकेपछि मलाई गणित लागेको थियो। गणितमा मेरो 25 नम्बर आएको थियो। मलाई सबैभन्दा पीडा त्यो बेला भएको थियो, किनकि 25 आएको थियो। मैले थोरै मेहनत गरेको, विषय नलागेर पास हुने रहेछु भन्ने भएको थियो। मैले पहिलोचोटि गणितमा 25 ल्याएको थिएँ। 9 कक्षामा गइसकेपछि मैले यति मेहनत गरेँ, मैले घरमा काम पनि गर्थेँ। त्यो कामलाई छोडेँ मैले त्यसपछि, किनकि मलाई पढ्नुपर्छ भन्ने धारणा गयो। बाबु आमा दाइ सबैले साथ दिनुभयो र कक्षा 9 को पहिलो त्रैमासिक परीक्षामा मैले सबै विषयहरू पास गरेको थिएँ। मैले त्यो बेला मलाई नेपालको प्रधानमन्त्री भन्दा पनि ठुलो फिल भएको थियो। भनेपछि हजुरलाई जहिले विषय लाग्थ्यो 9 कक्षामा मात्रै यहाँले सबै विषय पास गर्न सफल हुनु? पहिलो त्रैमासिक परीक्षामा गरेपछि सफल हुन्छ भन्ने कुरा आयो, त्यसपछि भन्न जाग्यो। अलिकति इन्ट्रेस्टिङ छ, अलिकति कमजोर विद्यार्थीहरू हुनुहुन्छ भने ध्यान दिनु होला। 9 कक्षाबाट 10 कक्षामा जाँदाखेरि हाम्रो स्कुल लगातार पर्सेन्ट नल्याएको र यो बेला चाहिँ यो ग्रुपले पर्सेन्ट ल्याउनु पर्छ भनेर 44 जनामा जम्मा 9 जना पास बनाइएको थियो हामीलाई। 9 बाट 10 मा जाँदाखेरि त्यो पास हुनेमा म जबरजस्ती थर्ड भएको थिएँ है। अब कसरी सेकेन्ड भएको थिएँ, जबरजस्ती सेकेन्ड भएको थिएँ म। जबरजस्ती भन्नाले यो 11 जना पास हुनु भएको थियौँ हामी। त्यो पास भएकोमा 2 जना फर्स्ट आउनुभयो, ललित र कुलबहादुर दाइ हुनुहुन्थ्यो। उहाँको नम्बर बराबर आयो, फर्स्ट आउनुभयो। त्यसपछि उहाँको नम्बर 400 या 500 को हाराहारीमा थियो, मेरो नम्बर 361 समथिङ थियो टोटल नम्बरमा। अनि बाँकी सबैलाई विषय लागेछ। अनि मेरो नम्बर कम हुँदाखेरि म विषय नलागेर पास भएकोले जबरजस्ती सेकेन्ड भइदिएँ म। अनि हजुरलाई एउटा क्वेसन छ। हजुर, हजुर त शिक्षक पेसामा लाग्नुभयो। हजुर, खेल क्षेत्रमा पनि उत्तिकै यहाँको रुचि चासो थियो, त्यो म देख्थेँ नै। अनि शिक्षक भएको मान्छे प्रशासनतिर आउनुपर्छ भन्ने सोच चाहिँ हजुरको कहाँबाट पलायो? थोरै एउटा कथा, यो कथा त थुप्रै छन्, कहिलेकाहीँ ठुलो मान्छे भयो कथा लेखौँला भनेको थिएँ, हजुरले पहिल्यै सुनाउने मौका दिनुभयो, धन्यवाद। म आइएड 200 वर्ष पढ्दाखेरि घोर लभ पऱ्यो है। मैले अहिले मेरो बिहे गरेको मेरो श्रीमतीसँग घोर लभ परिसकेपछि फोनमै त्यो बेला भर्खर फोन आएको, स्काईको फोनमा बेलुका 500 रिचार्ज गरे, भोलिपल्ट चुक्ता। अहिले जस्तो प्याकस्याक केही हुन्न थियो, लास्टै पैसा सकाइयो त्यो बेलामा। त्यसपछि मैले भेटौँ, एकचोटि भेटौँ त, यत्रो 1.5 वर्ष भयो कुरा आउनु थालेको, भेटौँ भनेर मैले मेरो त्यो गर्लफ्रेन्ड अहिलेको श्रीमतीलाई मैले एकदमै प्रेसर गरेर भेट्ने मैले बोलाएँ। त्यसपछि उहाँले पनि ल हुन्छ नि त भनेर उहाँ पनि भेट्न आउनुभयो। त्यसपछि मैले त्यो भेट्न जाँदाखेरि एकजना मेरो साथी देवकुमार ओलीबाट 500 रुपियाँ सापट गोदाम भन्ने मान्दैन होला भनेको भेट्न मानिहाल्यो। अब खाजा खुवाउनुपर्छ भने 500 रुपियाँ काट्न गएको, उसले 500 रुपियाँ दियो। म 500 रुपियाँ बोकेर गएँ। उनलाई के लागेछ भन्दाखेरि होइन, यो मान्छे अलिकति क्रिएटिभ खालको छ, गीतसित पनि गाउँछ, लेख्न पनि लेख्छ, मुक्तक सुक्तक पनि सुनाउँछ बेला बेलामा फोनमा, यसलाई पढ्न पठाए चाहिँ पास हुन्छ होला भन्ने कुरा भएछ र एउटा वृहत ज्ञानकोश ठुलै टङ्क केसीको एउटा खरदारको किताब ल्याएर उहाँ पहिलो डेटिङ आउनुभयो। म सोच्छु अब कम्तीमा अब आज फिल्म हेर्न गएला, अरू केही होला, हुन्छ नि त। हजुरले पाएको पहिलो गिफ्ट चाहिँ एउटा वृहत पुस्तक पाउनु, वृहत ज्ञानकोश पनि ठुलै थियो। त्यसपछि त्यो वृहत ज्ञानकोश मैले सोचेँ ल के हो यो भन्दाखेरि हजुरले पढ्नुपर्छ, हजुरले केही छ हजुर कहाँ। अब हजुरलाई आजसम्म कसैले भन्यो भने त्यो थाहा भएन, तपाईँले म त्यो बेला पढाइरहेको थिएँ है, त्यो पढाउँदै थिएँ हजुर पढाउनु। हजुर, अनि केही छ तपाईँलाई थाहा छ कि छैन, हजुरले पढ्नु सक्नुहुन्छ। बाँकी गाइडलाइनहरू मैले पनि जोड दिन्छु, मेरो आफन्त पनि कोही यो क्षेत्रमा लागेको हुनुहुन्छ, हजुरले आफै पढ्नुहोस् भनेपछि डेटिङै नआएको भए हुन्थ्यो टाइपको भयो। मैले जबरजस्ती त्यो किताब ल्याएर आएर पढ्न सुरु गरेको। अनि त्यो वर्ष मैले मजाले पढेँ, गर्लफ्रेन्डले दिएको किताब त सबै सकाउनुपर्छ भन्ने तरिकाले पढ्यो र इक्जाम दिन गएको। त्यो बेला मलाई के हो भन्दाखेरि यो सबैलाई पनि हुन्छ होला, मलाई चाहिँ म पहिलोचोटि खैलारको इक्जाम दिन गएको बेला मैले त्यहाँ सबै क्वेसन, त्यहाँ आएको क्वेसनभरि मैले नजानेको केही पनि थिएन, सबै क्वेसन जानेको थिएँ मैले।
तर फरक के गरिदियो तिनी क्वेसनको मैले उत्तर केही पनि जानेको थिएन। यस्तो हुन्छ नि कहिले क्वेसन चाहिँ सबै थाहा छ, एन्सर थाहा छैन। एन्सर हो जस्तो लाग्ने लेख्न हातमा आउने टाइपको हुन्छ नि त। मैले धेरै त्यो क्वेसनहरू मतलब म त्यो क्वेसनसँग परिचय त गरिसकेको रहेछु, त्यसको उत्तर थाहा छैन भन्ने कुरो मैले इक्जाम दिएर आइसकेपछि थाहा पाएको मैले। त्यसपछि अनि त्यसो भए हजुरको गर्लफ्रेन्ड उति बेलाको अहिलेको श्रीमतीजीको प्रेरणाले गर्दा हजुर चाहिँ सफल हुनु भएको यो लोकसेवामा पढ्नुपर्छ भन्ने चाहिँ 100% उहाँको नै एउटा प्रेरणा हो। र तपाईँको करियर अनुभव र अनुभूति सँगै यो विद्यार्थी शिक्षकको अभिभावकलाई तपाईँको मार्गदर्शन के, कृपया यो पेसामा आउनको लागि हजुरको प्रशासन क्षेत्रमा आउनको लागि शिक्षकले के गरिदिनु पर्ला, विद्यार्थीले के गर्नु पर्ला र अभिभावकको भूमिका के होला, कृपया यही विषयवस्तुमा रहेर आफ्नो मार्गदर्शन सुनाइदिन म अनुरोध गर्न चाहन्छु। धन्यवाद। अब सबै आत्तिन पनि भएको छ, समयले गर्ने पनि भयो। हाम्रो शिक्षा मन्त्री महावीर पुनले भने जस्तै जेसुकै गर भन्नुभएको थियो, त्यस्तै यो त्यस्तै भन्ने खालको प्रश्न हो यो। उत्तर चाहिँ जेसुकै गर भन्न चाहन्छु भन्ने टाइपको प्रश्न हो यो। मतलब गर्न चाहिँ गर्नुपर्छ, आफूले आफ्नो काम गर्नुपर्छ। अब यसमा धेरै कुराहरू उहाँले भनिसक्नु भएको छ। यो कुराहरू दोहोरिँदाखेरि उसै त धेरै खाली भइसकेका छन्। यसमा चाहिँ मेरो मुख्य कुरा के छ भन्दा तपाईँहरू आफूलाई कहिले पनि कमजोर नठान्नु होला। यो मलाई त भाग्यले साथ दिन्छ भन्ने किसिमले कहिल्यै पनि अगाडि नबढ्नु होला। भाग्यलाई साथ दिने भनेको मेहनतीलाई मात्रै हो। मेहनत नगर्ने मान्छेलाई कहिल्यै पनि साथ भाग्यले दिनेवाला छैन। त्यसै गरी अभिभावकजीहरूलाई पनि हामी यो क्षेत्रको अभिभावक अत्यन्तै ज्ञानी हुन्छु। म त यो क्षेत्रको यो अहिले तत्कालीन उपस्थिति हुनुभएको छ, असाध्यै ज्ञानी हुनुहुन्छ। उहाँले धेरै कुराहरू त थाहा पाइ पनि सक्नु भएको छ। आफ्नो छोराछोरीहरूको लागि हजुरहरूले गर्नुपर्ने सही बाटो पहिल्याउन तपाईँहरूले सहयोग गरिदिनु होला, राम्रो संस्कार दिनु होला। त्यो तपाईँहरूले जान्नु नै भएको छ। मैले धेरै सरहरूले पहिला भनिसक्नु भएको छ। मैले हाम्रो आदरणीय सरहरूलाई त अब आदरणीय हुनुहुन्छ, मैले सुझाव दिन सक्छु जस्तो त मलाई लाग्दैन। हजुरले भन्न लाउनु भयो, म थोरै कुरा भन्छु। हाम्रो यो सरहरू म विद्यार्थी हुँदाखेरि भोगेको र पीडा भएको कुराहरू सरहरूले पनि हजुरहरूको बच्चाहरूलाई ध्यान दिनु होला। एउटा क्लासमा कोही विद्यार्थी अलिकति तगडा हुन्छ, अलिकति अर्को कमजोर भइदिन्छ। त्यो बेलामा शिक्षकहरूको नजानिदो पाराले तगडातिर नजिक हुने भइदिन्छ। त्यो म शिक्षक हुँदाखेरि त्यो पनि भोगेर आएको थिएँ। मैले जाने नजाने हामी जो तगडा छ त्योसँग नै हामी अलिकति नजिक भइदिन्छौँ। त्यसले गर्दा त्यो कमजोर विद्यार्थी अलिकति प्रभाव पर्छ। ऊ सधैँ ब्याक बेन्चर जहिले नि ब्याक हुने खालको अवस्था सिर्जना हुन्छ। सबैलाई उत्तिकै प्राथमिकता दिनुपर्छ भन्ने एकदमै गर्नु पर्यो। अर्को कुरा यो उसमा हाम्रो अभिभावकजीहरूले सबैभन्दा गलत शब्द बोल्नुहुन्छ। मैले भोगेको कुरा अथवा सुनेको कुरा पनि हो। यो कस्तो जन्मेछ, यो फलानु, यो अथवा मेरो छोरो वा छोरी यस्तो जन्मेछ, यति खत्तम जन्मेछ भनेर जुन गाली गर्नुहुन्छ नि, त्यसमा त्यो बिचारा जुन जन्मिएको छ उसले जन्मिनुभन्दा पहिले तपाईँहरूलाई मलाई यस्तो जन्माइ पाऊँ भनेर निवेदन त हालेको थिएन होला नि त। तपाईँहरूले जन्माउनु भयो, कोही कमजोर जन्मिन्छ, कोही तगडा जन्मिन्छ, कोही भाग्यवश अपाङ्ग जन्मिन्छ, कोही राम्रो जन्मिन्छ भने जसले जस्तो किसिमको क्षमता छ त्यो किसिममा अगाडि बढाइदिनु भयो भने जस्तो सुकै मान्छेको पनि भविष्य उज्जवल छ। अहिले हामी नेपालमा खेलकुद क्षेत्रमा सबैभन्दा धेरै पुरस्कार पाउने एकजना बहिनी हुनुहुन्छ। टेक्वान्डोमा 65 लाख जस्तो लाग्छ मलाई पुरस्कार पाएको। उहाँले पारा ओलम्पिक भन्ने एउटा गेम छ, अपाङ्ग हुनुहुन्छ। अपाङ्गमा टेक्वान्डोबाट उहाँले गोल्ड मेडल जितेर 65 लाख नेपाल सरकारले घोषणा गरेको पुरस्कार पाउनु भएको छ। भनेपछि हामीले हाम्रो बच्चालाई कुन क्षेत्रमा जबरजस्ती पढाउने होइन, पढ भन्नुस्,
पढ्न दिनुहोस्, होइन भने उनको क्षेत्र कुन हो पहिचान गरेर त्यतातिर लगाइदिनुहोस्। मेन हाम्रो आजको यो कार्यक्रमको उद्देश्य पनि यही रहेको छ। यहाँहरू उद्देश्यमै जानु भएको छ। हजुरहरूले सबैभन्दा मुख्य गरी पहिचान के गर्नु भन्दाखेरि मेरो छोरा अथवा मेरी छोरीले के गर्न सक्छ, पढ्न सक्दैन भने पढ्नमा जोडबल नगराउनु, गीत गाउन सक्दैन भने मेरो छोरीले गीत गाउनै पर्छ भन्ने होइन। रमेश सर हुनुहुन्छ, नवीन सर हुनुहुन्छ, उहाँहरूलाई गीत गाउनुपर्छ भन्नुपर्छ, अन्तरात्मादेखि आउँछ। उहाँहरू त्यही नै जीविका उपार्जन गर्नु भएको छ। अब मैले त्यसमा गीत गाएर जीवन उपार्जन गर्छु भनेपछि म पछि पर्छ जिन्दगीमा कहिले प्रगति गर्न सक्दिनँ मैले भने सबैभन्दा पहिले हजुरले हजुरको बच्चालाई पहिचान गर्न सक्नु भएन भने एक स्टेप पछाडि त्यहीँनिर तपाईँको बच्चा पर्छ। जबरजस्ती यो गर भनेकोले कहिल्यै पनि हामी प्रगति गर्न सक्दैनौँ।